यदि तपाईँ मुक्तिनाथ मन्दिर जाने योजना बनाउँदै हुनुहुन्छ भने यो भिडियो तपाईहरूका लागि एकदमै उपयोगी हुन सक्छ। मुक्तिनाथ मन्दिर जानुभन्दा पहिले यसको बारेमा छोटकरीमा बुझ्न जरुरी छ। मुक्तिनाथ मन्दिर नेपालको मुस्ताङ जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल तथा पर्यटकीय स्थल पनि हो। समुद्री सतहबाट करिब 3710 मिटरको उचाइमा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको अत्यन्तै पवित्र तीर्थस्थल हो। हिन्दू धर्ममा यसलाई मुक्ति क्षेत्रका रूपमा चिनिन्छ भने बौद्ध धर्मावलम्बीहरूले यसलाई छुमी ग्यात्सा अर्थात् सयौं पानीका मुहानहरूको नामले सम्मान गर्छन्। धार्मिक महत्त्व र उत्पत्ति हिन्दू धर्मग्रन्थ अनुसार भगवान विष्णुले वृन्दा अर्थात् तुलसीको श्रापबाट मुक्ति प्राप्त गर्न यही स्थानमा तपस्या गरेका थिए। त्यसपछि उनको पापमोचन भएको विश्वास गरिन्छ, जसका कारण यस स्थानको नाम मुक्तिनाथ रहन गएको मान्यता छ। बौद्ध धर्ममा पनि मुक्तिनाथको विशेष महत्त्व रहेको छ। बौद्ध अनुयायीहरूका अनुसार गुरु पद्मसम्भव गुरु रिम्पोछेले यहाँ ध्यान साधना गरेका थिए। त्यसैले यो स्थान हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बनेको छ। मन्दिर परिसरमा रहेका 108 वटा पवित्र धाराहरू विशेष आकर्षणका रूपमा रहेका छन्। ती धाराहरूमा स्नान गर्दा पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ। मुक्तिनाथ कसरी पुग्ने? नेपालका सम्पूर्ण भूभागहरूबाट जाने हो भने पहिला मुस्ताङ जिल्ला पुग्नुपर्छ। यदि तपाईँ काठमाडौँबाट जाँदै हुनुहुन्छ भने काठमाडौँबाट यसरी जान सकिन्छ। हवाई मार्ग काठमाडौँ पोखराबाट जोमसोम हुँदै जोमसोमबाट जीप वा बस मार्फत रानीपौवा हुँदै मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ। सडक मार्ग काठमाडौँ पोखराबाट बेनी, तातोपानी, घासा, मार्फा हुँदै जोमसोम पुग्न सकिन्छ। त्यसपछि जीप वा स्थानीय सवारी साधन प्रयोग गरी मुक्तिनाथको फेदी रानीपौवा पुगिन्छ। रानीपौवाबाट थोडो पैदल यात्रा गरेर मन्दिरसम्म पुग्न सकिन्छ। मुख्य आकर्षणहरू: मुक्तिनाथ मन्दिर, 108 पवित्र धारा, ज्वालामाई मन्दिर, बौद्ध गुम्बाहरू, नीलगिरी र धौलागिरी हिमश्रृङ्खलाको मनमोहक दृश्य, मुस्ताङको अद्वितीय हिमाली भूदृश्य र संस्कृति, धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वको अद्भुत सङ्गमका रूपमा मुक्तिनाथ नेपालकै प्रमुख तीर्थस्थल तथा पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ। यो भिडियो तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला। यस्तै रमाइला ठाउँहरूको बारेमा ट्राभल गर्नको लागि रुटिन अफ गाउँलेलाई फलो, लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।